कस्तो छ मामा? गुलियो मिठो छ। ल हेर्नुहोस्, देख्नुभयो कि भएन? ल हेर्नुहोस् कत्रो छ। पोल्यो है साथीहरू, पोल्यो। ओहो के हो साथीहरू, के हो? ओ माई गॉड, कति ठुलो है मामा? हजुर अलालो रहेछ। यता पनि खै यता पनि रहेछ। झोलामा झोलामा। हेलो साथीहरू, नमस्ते एन्ड झोडले। सबैजना साथीहरू आरामै हुनुहुन्छ होला। आज हामी सबैजना साथीहरू, सबैजना भन्नाले 4 जना साथीहरू हामी चाहिँ मिलेर वनमा जाँदैछौँ साथीहरू, यसो डुल्नलाई। अब वनमा के भेट्छ साथीहरू खोज्दै जाउँ होइन मामा? हो। अब काम मात्र कति गर्ने होइन, कहिले कसो अब जङ्गलमा प्रकृतिसँग रमाउँदै खेल्दै गर्न पाइयो ओहो होइन। अब सधैँ काम मात्रै काम गरेको काम कहिल्यै सकिँदैन, नमरेसम्म काम सकिँदैन। त्यसैले फुर्सद मिलाएर आज हामी जङ्गलतिर लागेको ल होइन त। ओहो धन्यवाद। लौ साथीहरू, हामी ढडमा आइपुगेका छौँ। यो चाहिँ एकदमै धेरै परापूर्वल कालमा चाहिँ सीता देवताहरू फाइट गरेर यस्तो गरेको अरे होइन मामा? भूकम्पले अझ थप्दियो यो माथिबाट। यस्तो छ साथीहरू, खतरा देखेको छ। यो चाहिँ क्रिन्टर, सबैजना साथीहरूले चिन्नुहुन्छ होला। चाहिँ मनकामना मन्दिर हामी चाहिँ ठ्याक्कै वारिपारि हो साथीहरू। यस्तो डेन्जर छ साथीहरू यो भिर, केटाहरूले कसैले तल हेर्दैन, यस्तो डेन्जर छ नि। यहाँदेखि गयो भने सिधै तल खोला, त्यही भएर एकदम सानो पाइला बाटो छ। यो चाहिँ हाम्रो फिस्लिङ बजार। कस्तो डेन्जर छ, आँखा घुमाउनेहरूलाई चाहिँ यहाँबाट हेर्न सकिँदैन। यस्तो पो छ त साथीहरू। है साथीहरू, यसरी खोज्नुपर्छ घारीमा अरिङ्गाल र दुम्सी। गाह्रो छ साथीहरू। मेरो हालत यस्तो छ साथीहरू। यसरी दुम्सी र अरिङ्गाल खोज्नुपर्छ साथीहरू। हेर्नुहोस् है, पुरा रुखमा हेर्नु पर्यो। भुइँमा यसको उत्थार कहाँ छ खोज्नुपर्छ। ल साथीहरू, म पनि यहाँ मौरी देखेको ठाउँमा आइपुगेँ। मौरी यहाँ रहेछ साथीहरू, जमुनाको रुखमा साथीहरू। यहाँ ओहो नजिकै देखेको छ नि। ल है साथीहरू, हामी मौरी काट्न लागेको छ। डराएर कोही मान्दैन, मै अगाडि सर्नु पर्ने हो फेरि।
कहाँ डराउनु भए अर्ग्यानिक हुन्छ साथीहरू यो वनमा यस्तो जङ्गलमा हेर्नुहोस् त लङ वहाँ गएको यहाँ हेर्ने साथीहरू ऊ केरा देखापछि नुहारी भत्तै बाहिर आउँछ के देखाएपछि केरा देखापछि नुहारी भत्तै बाहिर आउँछ म त ल यो मौरीले टोक्न लाग्यो आज हामीले चाहिँ यो जुर बोराको झुम्रो बनाएर आगो सलाएर धुवा खुवाएपछि यो भाग्छ यो आउ त मरे के भाग्यो ल है साथीहरू म निकाल्ने क्रम जारी छ तर माउले छोप्दो रहेछ लास्टै ल हेर्नुहोस् जता चाका छ त्यतै माउ आउँदो रहेछ ए यहाँ चाका रहेछ यहीँ माउ आइदियो नि साथीहरू हामीलाई सराप्दै छ होला बिचरा यसले के भएको त मलाई त आच्छिया के भएको टोक्दियो साथीहरू टोक्दियो निकाल्ने मामाजीलाई साथीलाई तोकेकै छैन हामीलाई लहटेर हैरान बनायो मैले यता चाका बोकेर ल्या भएर रिसा भएको मलाई टोक है अँ। हो मलाई पनि त्यस्तै शङ्का लाग्यो मौरी ल साथीहरू यसले हेर्नुहोस् माउरे यति धेरै निकाले आज हाम्रो दिनभरिको खाजा यही हो चाका चाहिँ पुरानो छ म चाहिँ लास्टै छ फेरि लास्टै के गर्ने यसलाई पाप लाग्छ होला ल बुझ बनाएर हिँड्ने बनाउनु पर्यो अब यहाँ मुस ताल्ने तेरो पिसा फेर कान्छ पर्दैन त्यो चिसो माटो टाल्ने भयो 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 हामीले खानुभन्दा अगाडि यहाँको नाक नागिनी भुतिनेहरूलाई यो पानीको मुहान नजिकै छ हामी पहिला चढाउने हामीले अब जङ्गलमा पाउने चिजहरू जे हामीले खोज्ने आएको छौँ त्यो चाहिँ छिट्टै हामीले प्राप्त गर्न सकुन् पहिला हामीले भूतहरूलाई दिएको छ है ल परमेश्वर ल बल्ल हामी यहाँ त फर्स्ट बाइट है साथीहरू टक्क अब मौरी मैले खाएँ ल तर ए ल चेस साथीहरू चेस दाम्ने यता हेर्दा यता म नि खान्छु अब खतरा मजा नि खतरा दामी कस्तो छ मामा गुलियो मिठो छ यता आशीर्वाद दिँदै हुनुहुन्छ हाम्रो मामाले यसपालि जस्तै आगो पनि खान पाउँछ नि त आगो चाहिँ अहिले कति नि भएन आगो चाहिँ एक पासै म हो जम्म ल परमेश्वरी ल जाउँ साथीहरू अब अरू साथीहरू कता जानु हो म चाहिँ यसरी माथि माथि अरिङ्गल छ कि भन्दै यस्तो ठाउँमा एक्लै घना जङ्गलमा हिँड्दैछु साथीहरू अरू साथीहरू पनि यसरी एक्लै हिँड्ने हो जङ्गलमा एउटा झ्याप्प ठुलो अरिङ्गल भेट्दादेखि साथीहरू
यस्तोमा कति रमाइलो हुन्थ्यो भन्ने मलाई लागिरहेछ साथीहरू। हेलो हेलो हेलो, यहाँ साथीहरू सब रुखमा झुट्टै छ। यता बल्ल निस्किनु भयो। किन भन्दा साथीहरू हेर्नुहोस् है त, ल हेर्नुहोस्, देख्नुभयो कि भएन? ल हेर्नुहोस् कत्रो छ। माउ पनि सलल हिँडेछ, देख्नुभयो साथीहरू? यो हो नि त तरिका। हाम्रो आजको दिनभरिको मेहनत अझ अर्को गोला फेला पार्यो, देख्नुभयो साथीहरू? ल अब यसलाई पनि दिनभरिको शिकार नखाया नपाया कान्छ अझै कस्तो दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार। कान्छा बाउको अनुहार। मामा तपाईँ नै पोल्ने हो फेरि यो? खै के गर्ने, साथीहरूले पोल्छ होला भन्छ। यो त अलि धेरै सानो भएर डराउनु भयो क्या? डराउनु त के डराउने, योभन्दा डबल ठुलो पाइदिए झन् पोल्थ्यो है। आ, ए ल ल ल, यो पोल्नलाई त यता रेडी छ नि, यता राजा। सक्ने मैले सक्दैन। यो भाइले चाहिँ पोल्छ होला सायद। यो अलिक किन भन्दा साथीहरू यो अलिकति ठुलो छ है, तपाईँहरूले नि देखिहाल्नुभयो कत्रो छ भनेर। त्यही भएर यसलाई चाहिँ अब टक्क पोल्नुपर्छ है त साथीहरू। ल हेर्दै गर्नु होला। है आज भन्छ पोल्यो है साथीहरू, पोल्यो। नाकोपट्टि माथि उठ्छ ए भेट्दैन के यसले? अब माम उफ्नायो नि यार। अलपट्टि आगा पछि आगा सबै सबै झ्याप्पै ल पोल्यो है साथीहरू। आठपट्टि नाकोपट्टि हो हो इला 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 के क्षमने के हो हस्पट्टि क्षमने के इला नाकोपट्टि जाने मार्छ क्या हो मलाई नि साथी हो। पोल्यो है साथीहरू, पोल्यो। अझै अझै आर्गम आमा आर्गमपट्टि पुरै निस्क्यो यार। हो हो आर्गमपट्टि मापट्टि हो नाकोपट्टि अलि धल्काउ न उता साइड। होइन होइन नाकोपट्टि के त्यो ए तेरे चेक मार पुरा अलि भेटिन के? ओए नाकोपट्टि नुआ कापट्टि नुआ हेका वाह समय हेका सब माउ निस्क्यो यार। त्यही भन्दा साइला अलि अलि उ गर न। ल है साथीहरू, यसरी पोलिन्छ। बोल्दैछ तर अब टोक्ला जस्तो छ, तर रिक्स मलेर भिडियो गरिरहेको छु साथीहरू मैले। भच्चत भुचुत भयो। हेर साइलस किन नसमा त? हाँसे फालिदिएर त्यसलाई गोलालाई समात्नु पर्थ्यो नि यार। तल पो गयो यार। जाम जाम साथीहरू जाम। त्यो माउ घुट्किया छ साथीहरू। अब यसलाई तोक्छ नि हामीलाई। ल साथीहरू, ओहो के हो साथीहरू, के हो? ओ माई गॉड, कति ठुलो है मामा? हजुर अलालो रहेछ यता पनि खै केटा नि रहेछ ओहो, अब झोलामा राख्ने लानमा द झोलामा झोलामा। ओहो ठुलो। ल साथीहरू, ल साथीहरू, दुम्सी ठ्याक्कै निस्केर गयो साथीहरू। हामी तलतिर आइपुगेको थियो, यहीँनिर बसेको रहेछ। यस्तो आलो छ कि है मामा, ठ्याक्कै गयो नि। गयो र दुम्सी खाना पानी नि अरिङ्गल रहेछ हजुर त्यही त यस्तो रहेछ साथीहरू। हेर्नुहोस्, अरिङ्गल पोलेर अलिकति हल्ला गरे, हामी बिस्तारै आएको, पुरै उफ्रेर गयो साथीहरू। ठिकै छ, हाम्रो मकै खाने आजलाई 25।
हेलो साथीहरू, हामी पानी खोज्दै आएको। हेर्नु न साथीहरू, यस्तो जङ्गलको बिचमा पनि यस्तो जङ्गल छ, पुरा जङ्गलको बिचमा पनि यत्रो मिठो नासपातीहरू। हेर्नुहोस्, वाउ, यस्तो रहेछ साथीहरू, हेर्नुहोस् त। ल साथीहरू, अब फेरि अर्को गोला सुरु भयो है साथीहरू हाम्रो। ल पोल्यो है, पोल्यो साथीहरू, पोल्यो पोल्यो। हाम्रो मामाले चाहिँ यसरी पुरै हातमै लिएर आउनु भएको छ गोला है। nó phải ăn nhé ngon mặc dù cái con có gì thì thấy nhiệt अगाडि किन nó em nghe ấy thế nó गाह्रोले नजाले नि माथि जम्मै आउनु नसा अनि है अहा, हेर्नुहोस् है साथीहरू, तर यो त त्यति धेरै ठुलो त छैन रहेछ, 3 चाका। देखाउनुहोस् त अरू राम्रोसँग तुन्द्रुङ्ग गरेर खाइमामा। ल हेर्नुहोस् है, अरिङ्गालको गोलो यस्तो हुन्छ साथीहरू। म यसरी डढ्छु यस्तै राख्छ छ यार खतरा रहेछ, खतरा खतरा खतरा। ओहो हो, हेर्नुहोस् त साथी हो, कसरी फलाइलो 3 चाका फलाइलो। हेरौँ खतरा नि मामा। ल साथीहरू, अब हामी आज जङ्गलमा गयौँ। जङ्गलमा पुगेपछि हामीले धेरै सङ्घर्षका साथ हामी जङ्गलमा धेरै चार्यौँ। चार्दा थकित भएर बल्ल दिउँसो ताका घाम डुब्ने बेलामा हामीले यो अडिङ्गाल प्राप्त गर्न सक्यौँ। गाह्रो भयो धेरै, अग्लो थियो रुख, म चढ्न नसक्ने, साथीहरू चढे। अनि अब यसलाई हामी ल्यायौँ। अब यसलाई बनाएर सबजना बसेर रमाइलोको साथ हामी टेस्ट लिन्छौँ। ल साथीहरू, यति छ आजको सिकार भनेको, यति हो। यो भयो र यो चाहिँ यो हामीले पोल्दाखेरि झरेका माउहरू हामी टिपेर सङ्कलन गरेर ल्याएको। यो माउ पनि मिठो हुन्छ। यो हाम्रो स्वास्थ्यको लागि अति नै राम्रो हो, स्वास्थ्यवर्धक, स्वास्थ्यको लागि राम्रो हुन्छ। त्यसैले यो समयको फल हो, समय अनुसार हामी खोजेर खान्छौँ। यदि हजुरहरू पनि यसरी नै फुर्सद मिलाएर समयको फललाई प्राप्त गरेर खानुहोला। र अब हामी यति भन्दा अब यसलाई हामी केलाएर खान्छौँ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। र हाम्रो भिडियो हेरिदिनु भयो यहाँहरूलाई धेरै धेरै धन्यवाद। बाई। अर्को भिडियोमा भेटौँला साथीहरू। अर्को भिडियोमा भेटौँला हामी। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला है त। ल नमस्ते, बाई।